सधैँ बुढाको नियन्त्रणमा बस्नुपर्ने, आफ्नो भन्ने केही छैन। अब यही पानीमा अलिकति विष हालेर खुवाउनु पर्यो बुढोलाई, अनि त कसैको नियन्त्रणमा पनि बस्नु परेन, आफै सर्वै सर्वा। पानी। अरे आमा, ला किन पोख्नु भएको पानी? आमा आउनु भएको थियो यहाँ। 5 वर्ष अगाडि बित्नु भएको आमा आउनुहुन्छ अहिले? नचाहिया के भयो होला त? पानी पनि पोख्यो, फेरि आमा आउनु भारे। छोरा, म जीवित हुँदा मलाई कुनै कुराको कमी हुन दिएनौ। सधैँ मेरो सेवा गर्यौ। जब तिमीलाई जोखिम हुन्छ नि, म स्वर्गबाट पनि तिम्रो ख्याल गरिराखेकी हुन्छु, बुझ्यौ? पनि तिमीले हुन दिनौ आमा केही पनि।